मेनोपज पछि साँच्चै गर्भवती हुन सकिन्छ? आउनुहोस् यो रहस्य 60 सेकेन्डमै स्पष्ट गरौँ। हेलो डाक्टर ज्योति। हेलो। मेनोपज भनेको के हो? मेनोपोज भनेको प्राकृतिक रूपमा प्रजनन क्षमता ह्रास आउनु हो। लगातार 12 महिनासम्म महिनावारी सुक्यो भने हामीले मेनोपोज भन्छौँ। मेनोपज पछि प्राकृतिक रूपमा गर्भधारण हुन सक्छ? यो अत्यन्तै दुर्लभ कुरा हो। मेनोपोज पछि अण्डा उत्पादन प्रक्रिया बन्द हुने हुनाले सम्भावना अत्यन्तै न्यून रहन्छ। पेरिमेनोपजको समयमा के हुन्छ? पेरिमेनोपोजको समयमा अण्डा निष्कासन हुने प्रक्रिया अनियमित हुनाले गर्भधारण हुने सम्भावना न्यून रहन्छ। मेनोपज पछि गर्भधारण जोखिमपूर्ण हुन सक्छ? जोखिमपूर्ण हुन सक्छ, तर हजुरको विशेषज्ञको सल्लाह अनुसार हामीले यसलाई न्यूनीकरण गर्न सकिन्छ। प्रविधिले आइभीएफ सफलतामा कसरी सहयोग गर्न सक्छ? हामीले एडभान्स एग फ्रिजिङ र भ्रूण स्क्रिनिङको मद्दतले यसको सफलता दरलाई उल्लेखनीय रूपमा सुधार ल्याउन सकिन्छ। मेनोपज पछि गर्भधारणको तयारी अघि महिलाले के विचार गर्नुपर्छ? यसका लागि आफ्नो स्वास्थ्य स्थिति, उमेर र आफ्नो विशेषज्ञको परामर्श लिनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। के प्रजनन विशेषज्ञसँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ? इट्स भेरी इम्पोर्टेन्ट। प्रजनन क्षमता बढाउन कुनै जीवनशैली सल्लाहहरू छन्? आफ्नो स्वास्थ्य स्थितिमा सुधार ल्याउने, आफ्नो स्ट्रेसहरूलाई कम गर्ने र आफ्नोसँग भएका जटिलताहरूको उपचार गर्नु अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। यसको कुनै मुख्य सन्देश दिन चाहनुहुन्छ? मेनोपोज भनेपछि जटिलता त हुनसक्छ, तर असम्भव भन्ने होइन। त्यसैले हजुरले प्रेग्नेन्सी प्लान गर्दै हुनुहुन्छ भने आफ्नो विशेषज्ञसँग सल्लाह लिन सक्नुहुन्छ। मेनोपोज पछि परिवार बनाउने सोचमा हुनुहुन्छ भने हरेक चरणको मार्गनिर्देशनका लागि आफ्नो प्रजनन विशेषज्ञसँग सल्लाह लिन सक्नुहुन्छ। थ्याङ्क यू डाक्टर। बाई बाई। बाई।